अनब्लकको चाहिँ नि के हुन्थ्यो अरे नि बिना लोजिकको भाला गेममा छ त्यो च्यालेन्ज हो गाइजहरू। अनि गाइजहरू यो चाहिँ नि कुनै हजुर मोडमा मिल्न सक्दैन नि, यो आफ्नो बनाउनु पर्छ गाइजहरू। त्यही भएर गाइजहरू यो यति गाह्रो छ नि। तर गाइजहरू यहाँ टमाटर काट हाल्नु यो मेरो फ्यामिलीले नै बनाएको गाइजहरू। त्यो भएर तर धेरै बुझ्ने फ्यामिलीले। यहाँ चाहिँ नि अहिले मेरो यहाँ कोठामा हुनुहुन्न गाइजहरू। म सबै आर्मर बनाउँछु गाइज। त्यो लागि त छैन तर म लगाइहाल्छु। यो लाएँ ल यसले यहाँ राखौँ। अनि बुट कहाँ गयो? ल मैले पुरा आर्मर लगाएँ गाइजहरू। अब म यहाँ माइनिङ गर्नुपर्छ गाइजहरू। यसरी माइनिङ गर्नु ल। यहाँ जाने अब स्टिक बनाउने गाइजहरू। अब स्टिकको लागि एउटा चाहिन्छ। इन्भेन्ट्रीमा जाउँ। अब यो लिम अनि टेस्टमा जाउँ। यो लिए अब म डायमन्डको यो बनाउँछु। अनि डायमन्डको यो उटो बनाउनु बिर्सेँ। अनि गाइजहरू आज मेरो गोल छ कि म एन्डर ड्रागनलाई मार्नु। यो स्टिङको के हो यसको नाम? स्ट्रिङ हो। त्यो पनि चाहिन्छ मलाई यो बनाउनलाई। त्यो स्ट्रिङ त पछि मिल्न पनि सक्छ गाइजहरू। फेरि यहाँ जाउँ। मसँग त डायमन्ड छ। डायमन्ड रहेछ। यहाँ जाउँ। तर मसँग छैन गाइजहरू। त्यो अहिले स्टोरी माइन्ड गरिरहेको छु गाइजहरू। ल अब गर्छु। प्ल्याङ्क बना। अनि यो चाहिन्छ मलाई। यो चाहिन्छ। मसँग एउटा मात्रै स्टिक छ। अर्को स्टिक पनि चाहिन्छ मलाई। एउटा अझै लिन्छु। यहाँ गएँ। म यो पिक्याक्स लिन्छु गाइजहरू। अनि सवाल पनि लिन्छु। यसको नाम के हो थाहा भएन। सवाल नै रहेछ। सवाल लिएँ। अब गाइजहरू म यो लिन्छु पिक्याक्स। ल अब माइन्ड गरेरै गर्नुपर्छ गाइजहरू। अनि लास्टमा म एन्डर ड्रागनलाई मारेपछि एन्ड हुन्छ भिडियो। ल धेरै दिन लाग्छ अब। फेरि खानाबाट धेरै आइन्छ। मसँग यिनीहरू कुरा त अलरेडी छ। यो माइन्ड गरिदिन्छु म। गोल्ड ब्लक। मसँग यो वाला पनि रहेछ। अब मजा आउँछ गाइजहरू खेल्नमा। गाइजहरू यति धेरै चिजहरू छ। यो पनि रहेछ। बेड रहेछ। यो मिलिहाल्यो मलाई गाइजहरू। अब मलाई एरो मात्रै चाहिन्छ गाइजहरू। यहाँ एरो छ कि छैन टेस्टमा हेरौँ। एरो छ गाइजहरू। अब मलाई एरो पनि मिल्यो। बट गाइजहरू अब मलाई के भन्छ नि एन्डर ड्रागनकोमा जानलाई मैले यहाँ नि के भन्छ अरे यो मात्रै खोज्नु पर्दैन। यहाँ मुनि खोज्नुपर्छ देखाउँछु। हेर्नु गाइजहरू यहाँ मुनि खोडेको हेर्नु गाइजहरू यहाँ ब्लक छ। अनि त्यो भएर गाइजहरू यहाँ ब्लक हुन्छ। त्यो भएर आइडिया म गोल्ड ब्लकबाट गर्छु।
खतरनाक हुन्छ अहिले ए वेट 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 यहाँ फेरि मुनि आउनुपर्छ के नेडर पीको एक्सबाट छिट्टै पुग्छ तर म यहाँ एप्पल तोड्छु एप्पल खै एप्पल 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 मिल्दैन होला थोरै हजुरलाई म टुर गराइदिन्छु यो मेरो भित्र घर त यस्तै छ गाइजहरू अनि यहाँबाट हेर्दाखेरि त पानी पानी छ गाइजहरू यो मेरो ट्री हाउस यो पुरै पानी ए बाब्रे ए मैले एउटा पोसन खानै बिर्सेँ मलाई त लागेको कि बाब्रे मेरो बुल भइरहेको बुलबुल सक्यो हौ ए बाब्रे ल है कतै गएछ अनि गाइजहरू मेरो ड्यामेज मिलिहाल्यो मलाई यो उल्टो पो आइदियो ल यो गाइजहरू ल घोटक घोटक गरेर खुवाइदिउँ ल पुरै बोतल सकाइदियो अब मलाई पानीबाट केही हुँदैन हेर्नु मेरो बुलबुल गइरहेन अब म लड्छु किन गएको होला अब बल्ल टुल गर्नु मेरो मैले किन गाइजहरू पानीबाट किन गरेको भने गाइजहरू किनकि के भन्दैन मलाई नुहाउन मन लाग्यो अनि यहाँ माथि हो नि यहाँ माथि हेर्नु स्विमिङ पुल छ अब मलाई केही हुँदैन किनकि म हेर्नु गाइजहरू मेरो बुलबुल फुटिराखेन बुलबुल पनि छैन मेरो मजा आउँछ अब यार ल थोरै नुहाएँ सफाइ त भयो गाइजहरू अब फाइनली म ल अब माइनिङको कहाँ आयो माइनिङको लागि जानु पर्यो गाइजहरू ए बाब्रे कति पायो मुनि 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 दाम मुनि मुनि दाम गाइजहरू मुनि मुनि यो कस्तो लोजिक नै होइन नि यो गाइजहरू म यसलाई भन्छु नट लोजिक वान ब्लक हेर्नु गाइजहरू यो लेडरले गर्दा भइरहेको तर एउटा लोजिक हुन्छ होला यसले रियल लाइफमा त लोजिक त हुँदैन रियल लाइफमा मात्रै लोजिक हुँदैन यही छ नि यही छ ल बिना फल ड्यामेजको पनि तेरिका फल ड्यामेज लागिहाल्यो अब गाइजहरू म माइनिङ गर्छु यहाँबाट थोरै यहाँबाट अब मसँग यो हुन्छ अनि गाइजहरू अब गेम एन्डको समय आयो अनि म गेम एन्ड गर्छु गाइजहरू तर गाइजहरू यो धेरै लेयरको बनेको नि त्यो भएर मलाई यहाँ धेरै टाइम लाग्छ हेर्नु गाइजहरू गोल्ड पछि सिधै यो आएछ ओइ बाब्री यसो खालि बिना लोजिकको भन्दा ल म आइसकेँ ल ए माथि पो छ त बिना लोजिक अब मलाई केही काम छैन गाइजहरू ल अब हामीहरू जानु पर्यो ए एउटा उयोमा टक्रा रुक्नु अब यहाँ पुरै खाली गरिदिउँ ल फाइनली गाइजहरू आयो ल म कता एउटा अलरेडी फुटेको रहेछ क्यान ड्रागन अलरेडी मरेर त छैन नि वेट यहाँ मलाई चाहियो यो लिडिमलाई
ल अब यहाँ लिउँ यो ल और बाबा ल है खै हाम्रो खतरनाक खालि ड्रागन वेट अ मिनट जसले बनाएको त्यसले त मार्दैन नि अन्डा कतिखेर हुन्छ कुछ वेट म अन्डा त हरायो पक्का एन्डरम्यानले गरेको एन्डर ड्रागनलाई त मार्नु नै परेन ल आँखामा हेर्छु आँखामा हेरेँ मैले आँखामा हेरेँ ल हेरेँ त के गर्छस् उही मार्नु सरी मैले मिस्टेकली भन्दै थिएँ ल बाई बाई गाइजहरू